and welcome everyone to my channel है अरू बेला जस्तै आज पनि म आइसकेको छु यो साइकल ब्लग लिएर दिस इज माई सेकेन्ड साइक्लिङ ब्लग आज चाहिँ हामी आस्पोर्टदेखि फक्सटोनसम्मको साइक्लिङ गर्नेछौँ सो आजको साइक्लिङ चाहिँ क्वाइट लङ हुन्छ होला सो आज हामी तीनजना जाँदैछौँ म अनि एकजना भाइ अनि एकजना साथी र भाइ चाहिँ अगाडि पर्खिरहेको छ अलिक लेट भयो सो अलिक म चाँडो जाने कोसिस गरिरहेको छु रिसाएर बसिरहेको होला साथीभाइहरू ठिकै छ क्यामेराको ब्याट्री अलिक लो भएको थियो त्यो चार्ज गरिदिएको थिएँ म है त्यही भएर हल्का लेट भएको सो हेरौँ त कहाँ पर्खिरहेको साथीहरूले ऊ बाहिर पर्खेर बसिरहेको छ रिसाएर त्यहाँ नयाँ गोप्रो किनेको पुरा भ्लग बनाउँदैछ है साथीहरूले आमा नयाँ गोप्रो पुरा भ्लग हुँदैछ तर गोप्रोबाट चाहिँ भ्लग भएको छैन रहेछ मोबाइलदेखि भ्लग हुँदो रहेछ हाम्रो जित भाइ लेट कमर आज हाम्रो लेट बनायो ल जाने होइन हाम्रो जित भाइ अस्तिको मेरो साइकल भ्लगमा आएको यता आम्मा के हो चस्मा हो त कालो चस्मा ल जित भाइले हिजो मलाई ताई भोलि म स्टिल बस्दिन्छु होला बिहानसम्म तर आउँछु भन्थ्यो जोस् ल जाउँ न त सके सो अब हामी चाहिँ लाग्यौँ है आजको अलिकति लामो साइक्लिङमा सो आजको हाम्रो गुरु भनेको जित भाइ हो होइन सो वी विल बी फलोइङ हिम आमा के चुनबाट जिन्स पो लाग्छ त आमा फोटो सेसन दह्रो होला जस्तो छ आज हो 8 बजेको छ है हाम्रो जाने प्लान चाहिँ अराउन्ड 7 o'clock थियो तर यताउता गर्दाखेरि ढिलो भएर अलिकति टाइममा भएन इङ्ग्लिस टाइम चाहिँ भएन जस्ट नेपाली टाइम नै भयो त्यही पनि हामी जाँदैछौँ तीनजना जाडो भनेको ठिकै छ मैले चाहिँ ग्लोभ्स लगाएको छु फेरि आज साइक्लिङ गरेर आइसकेर फेरि भरे 4 बजेतिर फेरि यहाँ फुटबल म्याच पनि छ फेरि फुटबल पनि खेल्नुपर्ने छ आज सो आज चाहिँ एकदम गलेर लो त्यो गऱ्यो अगाडिको छ आउटलेट हो है हाम्रो जित भाइले चाहिँ खाजा किन्ने भनेर यता आएको होला सायद यो आस्दा खुल्ला छ कि छैन बुझ्यो न के किन्ने भाइ खाजा किन्ने हाम्रो खाजा किन्ने अरे खाने किन्ने म त खाइसकेको चलिरहेछ है केटाहरूले भरे खानको लागि चिप्स हो ओके एउटा चिप्स भयो अरू अलिक कुरा आइटम पाउँ क्या कोक खान्छौ तिमी खाँदैन त्यही त सो यो नलगाउँ होला यो छ त अलरेडी किन हुन्छ यसले कति घन्टा बस्छौँ हामी लगभग ब्रेकफास्ट गरेर हाम्रो जित भाइले हामीले त अलरेडी खाइसकेको अब हामी चाहिँ डेस्टिनेसनतिर लाग्दैछौँ है यो आस्था सुपर मार्केटबाट के ब्रेक त लाग्दैन त के भयो ओहो अलिक साइकलको ब्रेक कम भएछ है मेरो
अलिक ब्रेक कम भयो जस्तो लाग्यो मेरो एकछिन है यो गेयर त स्ट्याचु जस्तो मजाले रोपेको छ रुख चाहिँ है रुख राम्रोसँग रोपेको छ क्या स्टार्टिङ नै होइन अरे एउटा यहाँको राखेको थियो दामी युकेको खेतीपाती त्यस्तै हुन्छ है गाइस हल्का उकालो बाटो रहेछ यहाँ चाहिँ अगाडिबाट राइट है अगाडि नि राइट बिस्तारै हो बिस्तारै तपाईँको छ 20 सेसन गल्यो हो यति आउँदै पुरा थाके जस्तो भइसक्यो अझै लङ वे टु गो है गोप्रो एकछिन ह्याङ भयो सो हामीले रिसर्ट गरेको लेट्स गो नेपालको तराईमा कुदाएको जस्तो लागेर साइकल त हेर्नु नि है फ्रेस एयर आनन्द हुन्छ त्यस्तो बाटो कुदाउँदाखेरि रिल्याक्स फिल भइरहेछ राइट स्ट्रेट खै चुम्रो अगाडि छ गएको म्याफलिन केही भन्दैन कुडुङ कुडुङदै गर्दैछ कुडुङ गर्दैछ अब चाहिँ हामी मेन हाइवे आइपुग्यौँ है अलिक साइकलले दुःख दिएर जस्तो छ ल हामी चाहिँ हल्का फोटो सेसन गरिसकेर चाहिँ फेरि अगाडि आफ्नो गन्तव्यतर्फ अगाडि बढेको छु है बाटो चाहिँ हल्का उकालो छ अब क्यामेरामा कस्तो देखिन्छ थाहा छैन होइन तर हल्का उकालो नै छ भनौँ न
यो मेन हाइवेमा कुदिरहेको छु है। सो गाडीको हावाले पनि हल्का हानिरहेछ। अन्य साइडमा यो हाम्रो साइकल रुट चाहिँ राखिदिएको रहेछ है। त्यही भएर मात्रै केटाहरू चाहिँ अगाडि गइरहेछ नयाँ साइकल लिएर। हाम्रो चाहिँ पुरानो साइकल हो, त्यही भएर अलिकति यताउता प्रब्लमहरू हुन्छ। अगाडि कस्तो दामी हो फुल। आइपुग्नु आँट्यो होला जहाँसम्म मलाई लाग्छ है। यस्तो दायाँ गयो हेर्दाखेरि चाहिँ इलामको कन्यामतिर गएको जस्तो लाग्ने क्या। दायाँ बायाँ हो हरियाली है। यस्तो दामी साइक्लिङ गर्नु राम्रै हो स्वास्थ्यको लागि। सो यो चाहिँ मेरो लङ्गेस्ट रुट हो अहिलेसम्मको। हुन त भर्खरै यहाँ आएर साइक्लिङ सुरु गरेको, तर अस्तिको साइक्लिङ चाहिँ एकदमै सर्ट हुन्थ्यो। यो चाहिँ एकदम लामो हो। एउटा सिटीबाट अर्को सिटी गएको जस्तै हो, आक्सफोर्डदेखि मेडिस्टोन। अब चाहिँ हल्का उकालो आएको अवस्था। अहिले चाहिँ हामी फक्सटोन एरिया आइसकेको छौँ है। सो दिस इज फक्सटोन। सो हाम्रो डेस्टिनेसन चाहिँ अझै आइपुगेको छैन, तर फक्सटोन चाहिँ आइपुगिसक्यो। तराईतिर साइक्लिङ गरे जस्तो फिल भइरहेछ। बाटो घाटो सेम एक्ज्याक्टली, रुख बिरुवाहरू खेतबारीहरू सेम। घाम लागिरहेछ है मजाले। रुखमा कुन चराहरू बसिरहेछ। यो न
कस्तो छ है यहाँ कुनामा हेर घोडा रहेछ त्यो एरिया यहाँबाट छेक्नु रहेछ नि त घोडा त नदेख्ने रहेछ हामी चाहिँ मजाले लागेको रहेछ आसपोर्टमा चाहिँ पानी देखायो थियो अराउन्ड 3 o'clock अझ मजाले घाम लागिरहेछ हिँड्दैछु तल्गाएर भएर केटाहरू चाहिँ अगाडि पुगिसक्यो कुदाएर के धान खेती जस्तो है मजाले उत्पादन गर्ने ठाउँ होला क्या Yeah. कत्तर कुकुर भएको आमा बाघ जस्तो छ त कुकुर पनि यार मजाको ग्राउन्ड हो ओहो यहाँ घोडा रहेछ घोडाको चाहिँ फोटो खिच्नुपर्छ के चाहिँ भिडियो लाग्छ उसरी चलेर त ओ माइ गॉड सिन कस्तो डर लाग्ने अगाडि हेर कस्तो दामी है अगाडि त हरियाली छ कहाँ यस्तो लागेको रहेछ यार कस्तो हेर न स्लोप क्या फेरि पनि यस्तो उकालो क्या त्यो डिजर्ट सफारी गर्छ नि उता स्टप क्या हो यो नेसन चाहिँ आइपुग्यो होइन त भाइ यही हो के हो नाम के व्हाइट हाउस समथिङ थियो फक्सटन व्हाइट हाउस अरे व्हाइट हाउस चाहिँ त्यही होला थाहा छैन ए मान्छेहरू यहाँ घुम्न आउँदो रहेछ टन्नै ओ यहाँबाट त्यो दामी देख्दो रहेछ नि त शिट ओ माय गॉड मजाको देख्दो रहेछ हामीहरू डेस्टिनेसनमा आइपुग्यौँ लड्छ भित्र जानु जानु आइछ भित्र भित्र जाने पाइन्छ साइकल चाहिँ पाउँदैन ओके दामी रहेछ ठाउँ है मजाको वाउ
बबाल बबाल यत्रो दुःख गरेर यसको लागि क्या गर्दा हामी अन्त ट्रेन लामो छ है यहाँदेखि यहाँसम्म है यसमा भिडियो खिचिदिन्छ मेरो ल फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेका छौँ है फक्सटाउनको व्हाइट हाउस भन्ने ठाउँमा अलमोस्ट 4 आवर्स ए सरी व्हाइट हाउस ओके व्हाइट हाउस भन्ने ठाउँमा आइपुगेको छौँ फाइनली 4 घन्टाको साइकल यात्रा गरेर सो दिस गाइस Hello. Jit bhai and Chun Kumar Pun. Hi. This is the view. So I just show you. No. 4 hours. See guys. मजाको नेपाली वायु त भयो साथमा हैन अनि खाजा खाइसकेपछि फोहोर नबनाउने भनेर घरदेखि नै हामीले यो प्लास्टिक लिएर आएको छौँ आफूले खाएको फोहोर चाहिँ यहाँ राख्छौँ अनि फेरि घर लान्छौँ थ्याङ्क्स मा अब हामी चाहिँ एकछिन खाजा खान्छौँ है त गाइस यो भ्यू हेर्दै आनन्दको अनि के भयो हाम्रो अर्को बाइकहरू चाहिँ एउटा दिदीको घरमा छोडिराख्ने हो अनि त्यहाँदेखि गाडीमा टाउन जाने अलिकति घुम्ने ओके अनि त्यहाँदेखि बिचमा पनि जाने हो ओके नन अब भाइले भनेअनुसार चाहिँ हाम्रो बाइक चाहिँ एकजना हाम्रो सिस्टरकोमा छोड्ने अरे त्यसपछि त्यहाँबाट चाहिँ गाडीमा यसो बिचहरू घुम्ने प्लान छ हाम्रो है त अहिले चाहिँ खाजा खाउँ गाइस अब चाहिँ हामी यहाँबाट निस्केको है अलिकति यहाँको भ्यू यसै हो हेरेर एकछिन रमाइलो गरेर अनि यहाँ हाम्रो ट्रेकिङ जाने मान्छेहरू पनि टन्नै छ तर हामी चाहिँ त्यो गइ जाँदैनौँ हामी चाहिँ यताबाट जान्छौँ सो हाम्रो साइकल त्यहाँ छ हामी साइकलमा अब जान्छौँ एकजना कोमा यता नै खिच्नुपर्छ होला फोटो है कस्तो दामी दामी ठाउँ छ मलाई त्यहाँ यसो डिस्पोजल गर्ने ठाउँ आएन भन्नु है बाल भ्यू छ पार्किङ कता गर्ने हाम्रो यो के भन्छ BMW लाई यो बिल्ली कताबाट ल्याउने कता फुटपाथबाट मेरो त अब ठुलो छ Oh my god, shit. Oh, मेरो पनि. Okay, no worries.
हाम्रो फेरि उयो छैन क्या के अरे ऊ छैन नि त के अरे क्यामेराहरू छैन नि त लासल परेर पुरै हाइकरहरू जस्तो देखेछ त साइक्लिङ तिमीले खाऊ न चाख न यो नखाएर के खाने त नि अर्को त्यो बोतलको जेडीले हान्यो भनेर अहिले होइन भयो नो ड्रिङ्किङ आज चाहिँ हामी हाम्रो प्लान भनेको फक्सटन आउने एकछिन घुम्ने अनि गएर फेरि फुटबल खेल्ने प्लान थियो सो आजको हाम्रो फुटबल चाहिँ विशेष कारणले गर्दाखेरि चाहिँ क्यान्सल गर्नुपर्ने भयो सो अहिले चाहिँ हामी कहाँ जाँदैछौँ अब चाहिँ हामी डबल क्लिफ अफ डोबर जाँदैछौँ वाइट वाइट क्लिफ्स अफ डोबर सो हाम्रो अगाडि गुरुजी गुरुजी हुनुहुन्छ गुरुजीलाई त डिस्टर्ब नगर पो चलाउने बेलामा दाइ के सोच्नु भयो सोचेरमा डुब्न जाँदैन आज मलाई राईहरूको पनि खतरा हुन्छ है यो जाने त विरक्त लाग्यो त मेरो लागि एम्बुलेन्स ल अहिले चाहिँ हामी डोबर के अरे भाइ क्लिफ्स अफ डोबर क्लिफ्स अफ डोबरमा आइपुगेका छौँ सो विथ आवर म्याच वर्क म्याच एन्ड अब हाम्रो गुरुजीले यहाँ भारी बोक्नु भएको छ कुन बाटो हो ओके welcome to our Cliffs of Dover. Thank you, bye. थर्ड टाइम होला अस्तिको मन्थ मात्र आएको म फेरि अहिले पनि थर्ड टाइम Okay. So many people, huh? Jit bhai, किन यति साह्रो serious? But You know already. not that serious about it. Okay. But obviously धेरै खाएर हो क्या हिजो सिरियस भन्नु चाहिँ अलिकति कम खाने भाइ ठिक छ बरु जेडी खाऊ जाँड खाऊ दोकान नखाऊ होइन खान मिल्ने कुरा चाहिँ खानु दोकान नखानु ल खाए पनि पत्ता दिनु अनि एउटा गीत गाउँछ होला नि त फेरि धोकेबाज यहाँ बसेर धोकेबाज के हो यो Oh my god. ए यहाँबाट दामी देख्दो रहेछ है Why don't you compare your height? No. Yति हो सो अहिले चाहिँ हामी जान्छौँ परतिर हाम्रो केटाहरू चाहिँ यहाँनिर बस्ने ठाउँ हेर्दै सस्तो छ सो हाम्रो डेस्टिनेसन यही हो त सो हाम्रो डेस्टिनेसन चाहिँ यही हो अरे
मजाको त्यो तल नजाउँ होला बढिन्छ अहिले कस्तो छ ठाउँ चोर चरा है ऊपर चोर छ यसले चिगल छ यसको नाम चाहिँ साथी बोलायो चिप्स त कहाँ खाइदिन्छ क्या यसले त्यो चाहिँ बाँकी रहेछ मैले पाएन भन्दैछ एउटाले मात्रै पायो एउटा अझै दिन्छु त बोलाउँछ यसले कति बोलाउँछ त्यसले फुटाइदिनु न फुटाएर त्यो चाहिँ बाँकी ल हाम्रो आजको टुर के भन्नु साइक्लिङ भनौँ कि हाइकिङ भनौँ कि खाइकिङ भनौँ कि के भनौँ होइन आजको हाम्रो टुर चाहिँ सक्यो अब हामी चाहिँ फर्किने तर्खरमा छौँ सबैजनाहरू खुसी छ मान्छेहरू यही भित्र चाहिँ ओभर दामी चाहिँ यतो त्यो भएर नाम पनि गड क्लिप्स राखेको रहेछ है चाहिँ हामी फर्किँदै यो ठाउँमा साह्रै आउनु मन लागेको थियो आज आयो है अनि यता पर यो भित्र रहेको ठाउँमा चाहिँ फ्रान्सको बोर्डरहरू होइन तर अलिकति मौसम अलिकति नखुलेर चाहिँ अलिक बोर्डर चाहिँ देखिएन होइन धुममा देखियो नत्र भने चाहिँ फ्रान्सको बोर्डर पनि राम्रोसँग देखिन्थ्यो आज र यहाँको यो डोभरको पोर्ट पनि ठुलो रहेछ दामी मजाको चाइनाको ग्रेट वाल जस्तो छ तल चाहिँ सानो केभ सो गन्धाउने के पो रहेछ यार यस्तो रहेछ यार ओ माई गड यस्तो रहेछ नि त यताबाट निस्किनु त गाह्रो होला के रहेछ ब्लिक फुटपाथहरू है सानो सागो बाटो रहेछ जस नेपालको पहाडतिर त्यो धिरमा हिँड्ने चाहिँ फिल भयो जस यहाँ हिँड्दाखेरि चाहिँ तल चाहिँ पोर्ट माथि चाहिँ भिर धेरै भिर तिर हामी फाइनली डोभर घुमेर आयौँ अब हामी यहाँबाट ट्रेन चढेर जान्छौँ घर सक्यो आजको हाम्रो छुट्टी र अझ हाम्रो साइकल चाहिँ यहाँ राखेको छ होइन विथ स्पेसल केयर हामीले साइकल हेर्छौँ जान्छौँ साइकलमा साइक्लिङ गर्दै ब्याक टु आवर नर्मल रुटिन हाम्रो साथीहरू लाइन लागिरहेको छ साइकल लिनुको लागि धन्यवाद खानाको लागि धन्यवाद होइन ट्रिपको लागि धन्यवाद ल हामी चाहिँ गयौँ एस्टिमै एउटा होला ओके गाइज आजको हाम्रो भ्लग चाहिँ यहीँ एन्ड हुन्छ हामी पासपोर्ट फर्किसक्यौँ डोभरबाट फक्सटनबाट के ठाउँबाट होइन सो आजको हामी भ्लग चाहिँ एन्ड गरौँ थ्याङ्क यू सो मच फर वाचिङ चियर्स गाइज